बाइक स्टार्टमा छ, तपाईले गियर पनि लाउनु भएको छ, त्यो सिचुएसनमा चाहिँ तपाईले क्लच लिनुभयो। अब तपाईको बाइक क्लच लिइराख्नु भएको छ भने तर तपाई कुदिरहनु भएको छैन, एउटै ठाउँमा रोकिरहनु भएको छ भने चाहिँ त्यसमा चाहिँ त्यो समयमा चाहिँ तपाईको बाइकलाई चाहिँ असर पर्छ कि पर्दैन त, त्यही कुराको जानकारी चाहिँ म तपाईहरुलाई यो भिडियो मार्फत दिन चाहन्छु है त। पहिला सुरुमा चाहिँ बाइकको कन्डिसनलाई बुझ्नुहोस्। जब तपाई आफ्नो बाइकमा कुनै जाममा अथवा तपाईले फोन गर्दै गर्दा तपाईले रोकेर राखिराख्नु भएको छ आफ्नो बाइकलाई, जबकि इन्जिन चाहिँ स्टार्ट कन्डिसनमै हुन्छ तर तपाईले क्लच लिइराख्नु भएको छ, त्यो कन्डिसनमा चाहिँ इन्जिन अनि क्लच प्लेट दुईटैलाई चाहिँ असर पर्ने चान्सेस धेरै हुन्छ। क्लच प्लेट चाहिँ ओभर फ्रिक्सन भएर चाहिँ छिट्टै क्लच प्लेट फेर्नुपर्ने र अन्य समस्याहरू देखिने सम्भावना पनि धेरै हुन्छ। यदि 4-5 सेकेन्डको लागि भए चाहिँ केही पनि हुँदैन। 4-5 सेकेन्डको लागि चाहिँ तपाईले स्टार्टमा राख्नुहुन्छ, क्लचमा समात्दाखेरि त्यसले केही असर गर्दैन, तर तपाईले क्लचमा समातेर तपाईले मिनेट 1-2 मिनेटसम्म बसेर यतिकै बस्नुहुन्छ भने चाहिँ त्यतिखेर चाहिँ इन्जिनमा चाहिँ असर गर्छ। यो इन्जिन ओभरहिटिङ पनि हुन्छ। तपाईले कतिचोटि चाहिँ देख्नुहुन्छ क्लच लिएर घुइँ गरेर बटारी राख्ने हैन, हो त्यस्तो केसमा चाहिँ क्लच प्लेटहरु चाहिँ एकदम धेरै नै घिस्रेर ओभरहिट भएर अनि त्यो मोबिलहरु पनि ढड्ने चान्सेस धेरै नै हुन्छ। यो भिडियो कस्तो लाग्यो तपाईहरुलाई प्लिज कमेन्ट गरिदिनु होला, अनि लाइक अनि शेयर अनि सब्स्क्राइब पनि गरिदिनु होला। फेरि पनि यस्तै भिडियोहरु म तपाईहरुको लागि लिएर आउने छु। अहिलेको लागि बाइ बाइ।